के तपाईको मोर्गेज पेमेन्ट कहिलेकाहीँ बढेर आएको छ? किन यस्तो हुन्छ तपाईलाई थाहा छ? यसको चाहिँ 3-4 वटा कारण हुन सक्छ। नम्बर 1 मा इन्क्रिज प्रपर्टी ट्याक्स। तपाईको लोकल काउन्टीको ट्याक्स चाहिँ अप भएको हुन सक्छ अथवा तपाईको होमको भ्यालु रिएसेस गर्दा होम भ्यालु बढ्दाखेरि पनि तपाईको प्रपर्टी ट्याक्स चाहिँ बढेर आउँछ। नम्बर 2 राइजिङ इन्स्योरेन्स प्रिमियम। तपाईको इन्स्योरेन्स कम्पनीले तपाईको इन्स्योरेन्स बढाएको हुन सक्छ। नम्बर 3 सर्टेज एस्क्रो एकाउन्ट अनि एक्सपायर्ड बाई डाउन। यदि तपाईको मोर्गेज पेमेन्ट पनि बढेको छ भने माई सजेसन इज तपाईले आफ्नो एस्क्रो एनालाइसिस स्टेटमेन्ट चेक गर्नुहोस्। नम्बर 2 मा सब फर द न्यू इन्स्योरेन्स र चेक फर ट्याक्स एक्जाम्सन। तपाईको काउन्ट्री अथवा स्टेटमा तपाईको ट्याक्स होम स्टेट ट्याक्स एक्जाम्सन अथवा भेटरन डिसेबिलिटी ट्याक्स एक्जाम्सन सिनियर एक्जाम्सन कुनै खालको एक्जाम्सन हुन सक्छ त्यो पनि तपाईले चेक आउट गर्नु।